स्वागत छ सबैजनालाई मेरो भ्लगमा। अनि आज चाहिँ म नमुले बजार घुम्न जानलाई गएको छु। अनि म सँगसँगै अनि मेरो साथी पनि हुनुहुन्छ। अब हामी चाहिँ हाम्रो ट्याक्कै यात्रा अनि मिलन चोक मेरो पसल अगाडिबाट हुन्छ। अनि हामी यहाँदेखि अब सिधा अगाडि जान्छौँ। हामी चाहिँ अहिले हाम्रो नमुले बजारको अनि आधी बाटो क्रस गरिसकेपछि हाम्रो लोरे खोला नजिक अनि हाम्रो चाहिँ यहाँ नयाँ रोड पनि बन्दैछ र यहाँ धमाधम काम सञ्चालन पनि भइरहेको छ अहिले। जस नमुलेले अनि विकासको गति चाहिँ छिटै लेला जस्तो छ। अब चाँडै नमुलेवासी चाहिँ अनि खुसी भएको हेर्न पाइयोस्, मेरो यही छ कामना। अनि यता चाहिँ धमाधम कामहरू सञ्चालन भइरहेको छ अहिले। अनि यतातिरको रोडको कन्डिसन चाहिँ यस्तो छ गाइस, हेर्न सक्नुहुन्छ चट्ट पारेर अब पानी सानी छ। अब चाहिँ हामी नमुलेमा भएको आयुर्वेदी अगाडि आइसकेका छौँ। अनि कतिजनाले देख्नु भएको छैन होला आयुर्वेदी। अनि म हिँडिरहेको बाटोवाला हजुरहरूले फलो गरेर आउनुभयो भने देखिहाल्नुहुन्छ, नजिकै छ। यो आयुर्वेदी चाहिँ हाम्रो नमुले बजारको भैरवमावि लगायत अनि चौकीमा जाने बाटोभन्दा अलिक तलतिर आयो भने भेटाइहाल्नुहुन्छ। अब चाहिँ हामी नमुले बजारमा अहिले घुमिरहेका छौँ। हामी हाम्रो नमुले बजार घुमिसकेपछि अनि यता हामी पुलतिर जान्छौँ एकछिन। अब चाहिँ हामी हाम्रो नमुलेको अनि सबभन्दा ठुलो पुल लोरे खोलाको पुलमा आइसकेका छौँ। अनि यतातिर चाहिँ हाम्रो लोरे खोला बगिरहेको छ। अब चाहिँ हामी नमुलेको अनि केही कुराहरू हेरेर अझै बाँकी कुराहरू अझै केही हेर्न नै छ। अनि अब चाहिँ हामी पारी बजार जाँदैछौँ।
यता चाहिँ हाम्रो अहिले नयाँ बजार लगायत नौमुली बजार मेन बजार चाहिँ यो साइडमा छ। हामी चाहिँ यो भिडियो अनि पारी बजारदेखि बनाइरहेका छौँ अहिले, अनि लोरे खोलाको छेउमा बसेर। हाम्रो अहिले यो देखिरहेको चाहिँ पारी बजार हो। हामी पारी बजार आइसकेका छौँ। यो मेरो सिधा अगाडि देखेको रातो घर चाहिँ अनि वडा नम्बर 5 को भवन लगायत गाउँपालिकाको भवन पनि हो। चाहिँ म हाम्रो नौमुली गाउँपालिका वडा नम्बर 5 मा भएको, अनि यहाँ बगैँचामा आएको छु। यहाँ चाहिँ नयाँ नयाँ बगैँचाहरू बनाउनु भएको रहेछ, दामी बनाउनु भएको रहेछ जस। अनि यहाँ म सँगसँगै अरू साथीहरू पनि आउनु भएको छ, अनि हामीलाई एकदमै रमाइलो लाग्यो आज। यो पहिलोचोटि हो सायद हाम्रो नौमुलीमा नि यस्तो दामी ठाउँ रहेछ भन्ने कुरा हामीले आफै देखेर अनि अनुभव गर्न पायौँ। अनि यसको लागि वडा अध्यक्ष लगायत अनि नौमुली गाउँपालिका वडा नम्बर 5 को सम्पूर्णलाई एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। ल साथीहरू, अब चाहिँ हामी आज नौमुली बजार अलिअलि घुमघाम गरेर अनि सकेसम्मको कुराहरू मैले देखाउने प्रयास गरिसकेको छु हजुरहरूलाई। र मेरो च्यानलमा अनि यदि हजुरहरू नयाँ हुनुहुन्छ भने अनि सब्सक्राइब गर्न नबिर्सिनु अनि सेयर पनि गर्न नबिर्सिनु। अनि हाम्रो नौमुलीलाई पपुलर गराउनको लागि सबभन्दा ठुलो हात तपाईँहरूकै हुनेछ, अनि त्यसको लागि सबैजनाले सपोर्ट गर्न नबिर्सिनु होला। र अर्को भिडियो नआउने बेलासम्म अनि भिडियोको प्रतीक्षामा बस्नुहुनेछ भन्ने आशा छ। तबसम्मलाई बाई, फेरि भेट्नुपर्छ।